हतियार होइन उनीहरू सबैले भन्नु एकचोटि काठमाडौँले सुनिन्छ हतियार होइन उनीहरू रगत होइन पसिना रगत होइन पसिना सबैले भन्नु रगत होइन पसिना सबैले भन्नु हो रगत। हर्का साम्पाङ राई एक साधारण राई परिवारमा जन्मिएका हुन्। बाल्यकालदेखि नै उनले अभाव, सङ्घर्ष र श्रमको मूल्य नजिकबाट देखे। गाउँघरको जीवन, आम मानिसको दुःख, पानीको अभाव, रोजगारीको समस्या यी सबै कुरा उनको जीवनको हिस्सा बने। सानै उमेरदेखि उनी अन्याय देख्दा चुप बस्न सक्दैनथे। कसैले कमजोरमाथि अन्याय गरियो भने प्रश्न उठाउने स्वभाव उनको थियो। यही स्वभावले उनलाई अरूभन्दा फरक बनायो। हर्का साम्पाङ राई नेपालको समकालीन राजनीतिमा फरक पहिचान बनाएका व्यक्ति हुन्। उनी कुनै ठूला राजनीतिक परिवारबाट आएका होइनन्, न त उनीसँग शक्ति, पैसा वा पार्टीको बल थियो। तर उनीसँग एउटा कुरा थियो, साँचो मन, स्पष्ट विचार र समाज बदल्ने अठोट। यही अठोटले उनलाई साधारण नागरिकबाट जनताको नेता बनायो। आज हर्का साम्पाङ राई नेपालका लाखौं युवाका लागि प्रेरणा बनेका छन्। उनले देखाएका छन्, राजनीतिमा जान पैसा चाहिँदैन, साहस चाहिन्छ। सत्तामा पुग्न जुट चाहिँदैन, सत्य चाहि। हर्का साम्पाङ राईले सुरुमा कुनै पार्टीको सहारा लिएनन्। उनी स्वतन्त्र रूपमा जनताको कुरा बोल्न थाले। सामाजिक सञ्जाल, सार्वजनिक स्थान र धरानका गल्ली गल्लीमा उनी जनताको समस्या उठाउँथे। धेरैले उनलाई पागल भने, धेरैले नाटकबाज भने। कसैले गम्भीर रूपमा लिएन, तर उनी रोकिएनन्। उनी जान्थे, सत्यको बाटो सजिलो हुँदैन। हर्का साम्पाङ राई पढाइ र जीवनका अनुभवसँगै समाजलाई गहिरो रूपमा बुझ्न थाले। राजनीति भनेको सत्ता र कुर्सीका लागि होइन, जनताको सेवाका लागि हुनुपर्छ भन्ने सोच उनले सुरुबाटै बनाएका थिए। तर देशको राजनीति हेर्दा उनले भ्रष्टाचार, झुटो भाषण, ठूला बाचा तर सानो काम मात्रै देखे। यसले उनलाई असन्तुष्ट बनायो। उनी बारम्बार भन्थे, नेता जनताभन्दा माथि होइन, जनताको सेवक हुनुपर्छ। हर्का साम्पाङ धरानया साधारण मानु ख। धन मखु, सत्ता मखु, तर सत्य र हिम्मत ख। प्रणाली काम मखु, जुइगु बेला ऊ चुप लागिगु मखु। ऊ आफै काम सुरु याए। अनुमति कुना पर्खिगु मखु, खुर्पा लिइगु र जनताया लागि पानी ल्याए। ठूलो भाषण मखु, काम मात्र याए। भ्रष्टाचारसँग डराइगु मखु, जनतासँग सधैँसँगै उभाए। पहिला मानु हास्या, पछि विश्वास याए। हर्का साम्पाङ मात्र मेयर मखु, ऊ परिवर्तन या संकेत ख। जनता जागा जुइगु बेला, खया सुरु जुई। हर्का साम्पाङ क्रान्ति। हर्का साम्पाङले आफ्नो समुदाय र देशमा सामाजिक अन्याय र असमानताको विरुद्ध आवाज उठाए। उनले किसान, मजदुर र गरिब जनताको हकहितको लागि सङ्घर्ष गरे। यो क्रान्ति जनताको समानता, न्याय र स्वतन्त्रताको प्रतीक बन्यो। उनको साहसले भविष्यको नयाँ बाटो देखायो। धेरै सङ्घर्ष, आलोचना र अवहेलनापछि जनताले उनलाई चिन्न थाले। चुनाव आयो। उनीसँग न ठूलो बजेट थियो, न पार्टीको झण्डा। तर उनीसँग थियो जनताको विश्वास। धरानका नागरिकहरूले देखेका थिए, यो मान्छे बोल्दैन, काम गर्छ। अन्ततः हर्का साम्पाङ राई धरान उपमहानगरपालिकाको मेयर बने। यो जित केवल व्यक्तिगत जित थिएन, यो साधारण नागरिकको जित थियो।